सो हे गाइस फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा। गाइस म चाहिँ अहिले हैन ग्रीन पार्क जाँदैछु। अहिले चाहिँ फिलहाल यहाँनिर बगानको बाटोमा हेर्न सक्नुहुन्छ है। म चाहिँ यहाँबाट जाँदैछु अन्त ग्रीन पार्क भन्ने जग्गा यहाँदेखि नभनेको पनि लगभग 45 आवर्स भन्न हेर्दैछ 45 मिनट्स यस्तो होला हैन। मेरो मुख चाहिँ पुरा जिब्रो लट बढिन्छ कि अन्त त्यहाँ गएर हजुरहरूलाई हैन यसो त्यहाँको सिनहरू म देखाउने छु किनभने मलाई ग्रीन पार्क चाहिँ हामी मनपर्छ हैन। अब हामी जयगाउँमा बसेर होला त्यो खोलाको छेउछाउतिर मनपर्छ क्या त। अनि यहाँ हेर्न सक्नुहुन्छ अहिले चाहिँ है यहाँनिर पुरा यो जग्गा चाहिँ के भन्छ हामी चाहिँ यो बाटो भएर गएको राङ्गामाटी भएर चाहिँ गएको जाँदैछ। सो गाइस यहाँ चाहिँ है क्या दामी छ जग्गाहरू हैन अन्त दामी बाटोहरू पनि भेट्छ है हजुरहरू आउनु सक्नुहुन्छ यतातिर पनि। हेर्न सक्नुहुन्छ म चाहिँ फाइनली ग्रीन पार्क आइसकेको छु है। यहाँ चाहिँ दामी खोला पनि छ हैन अन्त मलाई यहाँ चाहिँ पुरा मनपर्छ किनकि हरियाली देख्नु पाउँछ है। हाम्रो मतलब हाम्रो घर छेउतिर त्यस्तो भेट्दैन नि त। अनि यहाँ चाहिँ ग्रीन पार्क भन्छ। यहाँ चाहिँ कालचिनीदेखि यहाँ हेमिल्टनदेखि पनि अझै भित्र के भन्छ लोथाबारीदेखि हस्पिटल त्यही बाटोबाट आउँछ। अन्त हेर्न सक्नुहुन्छ कस्तो मजाको भ्यू गाइस। अन्त म पनि छु है यहाँ चाहिँ हेर्न सक्नुहुन्छ गाइस कस्तो मजाको पानी बगिराखेको छ है। अन्त हरियाली यहाँनिर चाहिँ पिकनिकहरू पनि खेल्न सक्नुहुन्छ हजुरहरू हैन। बर्थडे या फ्यामिलीसँग टाइम स्पेन्ड गर्नु पनि हुन्छ मजाको छ हेर्नुहोस् न। सो गाइस म चाहिँ 1-2वटा रिल्स बनाउँछु अब चाहिँ है। अन्त त्यो रिल्स बनाइसकेर पनि फेरि पोस्ट गर्ने नै हो म त्यसै पनि हैन। अन्त त्यो पोस्ट गरेकोहरू पनि हेर्नुपर्ने हुन्छ हजुरहरूले हैन। अन्त यहाँ चाहिँ पुरा हुन्छ नि फ्ल्याट हेलिकप्टर उड्दैछ गाइस। सो गाइस आजको भ्लग चाहिँ यति नै भन्दै हैन। अब म जाँदा जाँदा रात पनि पर्छ अलरेडी त्यसै पनि साँझ परिसक्यो हैन। अन्त जाँदा जाँदा रात पनि पर्छ र हजुरहरूलाई है मैले यो भ्लगहरू देखाएर हैन अन्त सिनहरू देखाएर चाहिँ कस्तो लाग्छ के लाग्छ हजुरहरूले कमेन्टमा भन्नुपर्ने हुन्छ है। अन्त के भएन कस्तो भएन त्योहरू पनि मलाई हैन यसो भनेर जानकारी दिनुपर्ने हुन्छ है। अन्त आजको भ्लग चाहिँ यति नै गाइस। बाई बाई एभ्रिवान टेक केयर हैन। फेरि पनि भेटौँला अर्को भ्लगमा।